गाई कान्छ छु Gili aja माघे संक्रान्तिको पुतकारी ढोकेर पर्नु होला म त यो चढाली यस्तै हुन्छ तार अलिअलि बिजोगी भइरहेको छ धेरै 5 गुडी हाम्रो अलि गाडी गराएर मारिया गाइस चढियो हेलो एभ्रिवान गाइज न्यू डे न्यू ब्लग सहितको आज म फेरि पनि ब्लग लिएर आइसकेको छु। आजको हाम्रो यात्रा चाहिँ हुनेछ आज जरङ पार्कसम्मको हुनेछ होला होइन, सायद दाजुभाइको हुनेछ के कस्तो हुनेछ सबैलाई देखाउनेछु। अब टक्क लाएर हामी नि यहाँबाट निस्किनु पर्ने हुन्छ है, म नि रेडी हुनुपर्ने हुन्छ। अब जस्ट 2 मिनटमा रेडी भइन्छ अनि त्यहाँबाट ट्याक्क लाएर ढुँडै गर्दै गइन्छ होइन, के छ कस्तो छ होइन गइन्छ। बिच बिच बाटोमा के आउँछ देखाउने छु होइन। अब के कस्तो छ, अब धेरै भयो नगएको त्यता, अब लगभग अब के भन्ने खै धेरै भयो भनौँ। अब धेरै बजी जान लाग्छ रम्देल पार्क। अब जाम के कस्तो हुनेछ रमाइलो दृश्य देखाउँछु, हेर्दै गर्नु होला है त। अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुपर्छ है त टक्क लाएर है। अब चाहिँ म रेडी भइसकेँ है, टक्क लाएर टाइम लाग्दैन मलाई चाहिँ रेडी हुन है, किनकि म त्यस्तो ड्रेसअप हानिदिएर हुन्न नि त, त्यही भएर ट्याक्क लाएर मेरो सुज होइन ट्याक्क लाएर ज्याकेट लाएर अब चाहिँ म चलिदिन्छु होइन। चस्मा लाउनु पर्ला फेरि, कता चस्मा फेरि, चस्मा यता छ होइन, चस्मा यता छ। अब सक्छ कसैले बिस्तारै लाग्नु पर्छ त, के त छुट्टै छैन है। अब म चाहिँ लाग्छु, अब बेलुका फेरि भेटौँ न होइन। घरबाट निस्केर नि टक्क लाएर होइन कान्छा कुर्दैछु, यहाँ कान्छा घरमा कुर्दैछु यहाँ आएर। त्यहाँ कान्छा घर चाहिँ यहाँ रोडबाट माथि त्यो हो कान्छा घर। पहिले त्यो निस्किने नाम निशानी लिँदैन त, त्यो पनि छोरी मान्छे जस्तो होइन अनुहार। अघि नै म निस्किनु त अगाडिदेखि ल म निस्किसक्यो भनेको थिएँ, अहिलेसम्म निस्केर आएन खोइ, अहिलेसम्म आइपुगेँ होइन। किन हो छोरी मान्छे जस्तो गरे किन हो, कुन चाहिँ फाउन्डेसन लाउनु लगाएर हो, अहिलेसम्म आइपुगेँ नि ल। म त आयो है भनेको थिएँ, अब छैन किन हो मान्छेहरू ढिलो गर्ने है, छैन उपाय अब होइन। निस्किँदैन त, निस्किला भनेको छैन नि त उपाय अहिलेसम्म त्यो त। म चाहिँ बल्ल आएको त्यही चस्मा लाएर आइरह है। अब चाहिँ हामी जानुपर्ने हुन्छ टक्क लाएर। यहाँ छु साधन छ र जानु लाग्यो, नत्र को जान्थ्यो, नत्र घर सुतेर बस्थ्यो नि भने कि हामी है। टक्क लाएर आइरह है त्यो ए सेतै लाएर आएको त ऊ सेतै लाएर पुरै सेत्ता पनि भएर आएको त। भ्लग स्टार्ट भइसक्यो, 10 चिल पारमा आएर है। अब हामी चाहिँ त्यहाँ लाग्नुपर्ने हुन्छ टक्क लाएर है। के ल्यायो आज माघे संक्रान्तिको पुतकारी मुखा गरम है। अब हाम्रो चलु ल स्पेसल आज क्यामेराम्यान यो है फेरि आजको गाइज है, ढोकेर नि जानुपर्ने होला म त यो चढाली यस्तै हुन्छ म त रिसिले खिचिन्छ कि डबल लोड भइसक्यो यहाँ है गाइज लाग्यो। ल अब दाजुभाइ लाग्यो है जरङ पार्क अब गाइज लाग्यो रम्देल पार्क। पढाइ आज टेस्ट छ 10 कक्षाको। यो त 9 होइन, यो 10 नै हो।
गाइस फाइनली अब हामी पनि बिस्तारै गइरहनु भन्नु कहाँ बाजार टाढो टाढो हुन्छ बिस्तारै हो बाइक भनेको आफूपर्छ कहिले कहिले हतार हाल यस्तो रहेको होइन तर बिस्तारै हिँड्नुपर्छ है बिस्तारै हिँड्दा यहाँ काला होला लगाइज हेलो गरिदियो गाइज कहाँ बाइक लिँदा खाइहाल्छ जिन्दगी कहिले यस्तो आउने हाम्रो आउँदैन दिन आउँदैन भगवान् छ जोडौँ लाग्यो अब हिमाल देखिन थाल्यो अलिअलि बिजोगी भइरहेको यहाँ धेरै 5 गुडी हाम्रो अलिक गाडी अलिक कति लिएर चल्दा यस्तो 5 गुडी कि भन्दै भनेर अब म्याराथन बराबर छ बिस्तारी आन्दा गुडिरहेको पनि अब चाहिँ फेरि लाग्यो है हामी पनि अलिक चाँडै नै गाइस कहिले फेरि एकछिन भेटौँला त्यसै टाढो त होइन टाढोमा हाम्रो गन्तव्य राइट अब फाइनल आइपुग्नु छ हाम्रो गन्तव्य ट्याग गलाएर राइड हालिरहेको छ गाडी गाइस ल बिस्तारै छ फाइनली आइपुग्यो फाइनली ट्यागक अब प्रस्थान हुन लागेको छ एक बजेर 14 मिनट गयो अरे एउटा हेर सक्नुहुन्छ बोटमा त्यस्तो छ सिसी क्यामेरा रोइदा गाइस सिसी क्यामेरा टिकट काट्नु पर्छ गाइस टिकट कहाँ काम लाग्यो माथिसम्म अनि बस्नु फाल्यो त्यस्तो खालको कसैले हेर्दाखेरि कसैले गाइस हेर्दैन क्या टिकट फेरि ढकाल्ने हो कि हो यतापट्टिको कस्तो बिर्सिन लाग्छ अनेक थरी छ है फर्काएको पनि छ चाहिँ फर्काएको रहेछ यस्तो गरेर पाइँदैन है तर कहिले पाइन्छ होइन त अलिकति पार्कको भ्यू सब यहाँ देखिन्छ त्यहाँ चाहिँ गोल हानिरहेको अरे कता हो ऊ त्यो गोल हानिरहेको झराङ आज सेम फाइल हो जस्तो लाग्यो त्यहाँ भइरहेको यता डाँडाकाँडादेखि त्यो ट्याग लाएर हामी फोटोसुट हान्न पर्छ एकचोटि एउटा दुइटा ल यो चाहिँ भ्यू देख्न सक्नुहुन्छ अल्दर पार्कको ट्याग लाएर यहाँ चाहिँ जोडी बस्ने ठाउँ अरे तर यहाँ कोहीको जोडी छैन हामी 2 जना मात्र हो हामी 2 जना जोडी बसी मात्र हो यहाँ त है टक्क लाएर ड्रिम छ तर कहिले पुरा हुने थाहा छैन ड्रिम चाहिँ छ है हाम्रो अङ्कल मार नि कसरी ल है हाम्रो चाहिँ चल्दैछ है
कहिले पार आउने थाहा छैन है ड्याङ्डो रम्ते पार्क आइरहेको तर अनुभव नलिएको ठाउँहरू म आज चाहिँ अनुभव लिँदैछु है टक्क लाएर चल्दैछ चाहिँ पानी हाल्ने ठाउँ हो तर पानी चाहिँ हालेर हुन्छ यहाँ चाहिँ यस्तो रहेछ क्या यस्तो गरेर चाहिँ जानुपर्छ ओहो यहाँ त नामै नाम छ त ए चन्द्रमा है चन्द्रमा टिप्रेले अरूले भन्छ नि तिम्रो लागि जुन तारा झारिदिन्छ भने हामी चाहिँ तारा कान्छाले तारा बोक्दैछ है चन्द्रमा अरूले जुन तारा झार्छ हुन्छ कान्छाले चाहिँ आफै जुन तारा लिएर आइसक्यो है तिम्रो लागि शिरमा तारा ल्याइदिन्छु भने तारा बोकेर आउँदैछु रङ लागेर रेडी हुँदैछ है यो त बन्दैछ नयाँ नयाँ पिङ खेल्न जाने है पक त्यसै जुत्ता लाएर नगर्नु जुत्ता लाएर होइन कि अर्को पढार है अहिले यहाँ हो घोडा लिने गाई कान्छ छु हुँदैन पक ल है हामी चाहिँ यता बस्न म त बैठिरहोस् फेरि म 60 छैन अड्दैन रहेछ ल एक्लै हुन्छ है अब उठ न उठ सक्यो रम्तेल पार्क सक्यो भयो हाम्रो रम्तेल पार्क घुमियो 1 घन्टा होइन नि आधी घन्टा नै घुमियो 15 मिनट लागेन घुम्नलाई हामीलाई फाइनली रम्तेल पार्क घुमेर सक्यो अब हामी खोइ कहाँ जाने भन्ने प्लान थियो अब यसो यहाँको आफ्नो साधन कन्डिसन हेर्दाखेरि दुवा पाइला जस्तो लाग्यो त्यो हेरेर नगएला जस्तो लाग्यो यो भए चाहिँ पक्का गइन्थ्यो किनकि नयाँ मोडलको छ नि त अब हाम्रो पठाउ सर रेडी भाइ याङ्गो काठमाडौँदेखि याङ्गो बोलाएको मैले अब हरिबाजे हेर्नुहोस् तपाईँले बरु काहीँ नजाने त हामी त काहीँ नै आफैले खुसी हेरिरहन्थ्यो पार्कसम्म हो भेटाएर नै होइन गाइड चढियो मलाई चिरिहाल्छ अरे फेरि यार लाग्यो है लाग्यो अब रम्तेल पार्क छोडेर फेरि अब कता गइँदैछौँ रोटा डिसिजन हुन्छ अहिले है अहिले र गाइड चढ्यो लाग्यो हल्ले गऱ्यो फेरि नहाल्नु होला ले चढ भाइ चढ तान भाइ तान
है अब चाहिँ कान्छा राइडर है ले उताको दाइ पछाडिको उता बटार मलाई ब्रेक छैन है त्यसको दामी लाग्दैन है कपाल कटिङ हानिन्छ घर लागिन्छ अब अनि बेलुका मासु खानु गइन्छ पालिकातिर त्यता पालिका छ है टक्क हामी चाहिँ मन्दिरमा बसिरहेको दाजुभाइ टक्क लगाएर होइन चिलपारामा गर्दै बसिरहेँ आज ठुलो हेर्नु जाने होइन गइएन अब खानपिनको कुरो हुँदैछ यहाँ तर रेड पनि ल्याउनु पर्ने थियो क्या ह्याप्पी बर्थडे टु यु है अब उता गएर हाम्रो के ल है हामी त्यस्तो बस्दैछौँ टक्क लगाएर सुत्न मन लाग्यो के यस्तै छ गाई तान्ने क्रम भइरहेको छ स्कुटरले ताने है बल गरेर आयो मान्छेले हल्लिरहेको मान्छे बल गरेर आयो हल्लिदिए गाई चाहिँ बल गरेर आएको गाई त हरेक वर्ष गाई फाइनल्ली घर आइपुग्यो ब्याग चलाएर अब ट्याक्क चोकबाट मुनि ट्याक्क लाएर घर आइपुग्यो घर त ड्यामडुमै छ मान्छेहरू कता छन् आइपुग्यो घर आइपुग्यो अन्तिम चरणमा आइसक्यो है ल है धेरै पछि भिजिट गर्नु हजुरले यहाँ के भन्नु छ कि बवाल भइछ ल यहाँ चाहिँ यो रुम देख्न सक्नुहुन्छ किनकि यो कार्पेटले राम्रो देखाइदिएको लुगा त देखाउनु होइन अब लगभग ब्लगको अन्तिम चरणमा अन्तिम चरण होइन अन्तिममै है अब यहाँसम्म हेरेर साथ सपोर्ट दिनु भएकोमा धन्यवाद खासै अब घुम्न पाइएन भने ठुलो हेल्मेट गएको तर धेरै तल रहेछ स्थिति अलिअलि भएन त्यही भएर चाहिँ तल गइएन अब यति भन्दै मेरो ब्लग यहीँ गर्छ है त।